हेर्नुहोस् है, मेरो पनि न्यू बिजनेस सुरु भएको छ। मैले यहाँ सामानहरू डेलिभरी गर्ने मेरो न्यू बिजनेस हो। उहाँ चाहिँ मेरो ग्राहक हो। हेर्नुहोस् है, यहाँ लिन आउनुभएको छ यो सामान उहाँलाई पुऱ्याउने भनेर भन्नु मिलेन। हामी जस्तो जोकिङ ल। अब मैले चाहिँ मेरो हस्बेन्डको लागि खाना लान रेडी पार्दैछु। आफ्टर लङ टाइममै धेरै पछि उहाँलाई मैले खाना लिएर जाँदैछु, किनकि मेरो टाइम नै हुँदैन, फुर्सदै हुँदैन। सो हामी बिजी हुन्छु नि त। आज चाहिँ अलिक फुर्सद फ्री भएर म खाना प्याक गरेर उहाँको फेभरेट खाना तरकारी रेडी पारेर लिएर म जाँदैछु। आज यो चाहिँ उहाँको लागि खाना हो। अनि मैले झोलामा प्याक गरिसकेँ। त्यो झोलामा प्याक गरेर लिएर जाँदैछु म उहाँको लागि। अनि उहाँको लागि मैले के छुट्याएछु त स्पुन। अनि मैले यो पनि राखेको थिएँ, तर स्पुन लगेको मात्रै उहाँले खाना चाहिँ त्यसले खानुभयो त हातले। म आउँदैछु है भन्दै म बाटोमा हिँड्दैछु। अब त आउन लाग्यो होला भनेर अब आइपुग्यो भनेर हेरेको त ठ्याक्कै उहाँ आउनुभयो। मैले उहाँले काम गरेको भित्र ठाउँ चाहिँ देखेको थिइनँ। सो लिन आउनुभयो अनि गएर कौसीमा घाम ताप्दै खाना पनि खानुभयो। वाउ मिठो रहेछ बुढी भनेर थ्याङ्क यू पनि भन्दै हुनुहुन्थ्यो। रेखा थापाको जस्तो एक्टिङ पनि गरे। एक तरफ हो सारी दुनिया